साथीहरु यसमा चाहिँ नेपाली युनिकोड ट्रेडिसनल किबोर्ड लेआउटबाट मैले टाइप गरेर बनाएको हो। यसमा क कसरी थिच्ने, ख कसरी लेख्ने, ग कसरी लेख्ने यस्तो यस्तो भिडियो बनाएको छु मैले यहाँ। तपाईं बिस्तारै हेर्दै जानुहोस्। यदि तपाईं यो ट्रेडिसनल नेपाली युनिकोड किबोर्ड प्रयोग गरेर चाहिँ आफ्नो ल्यापटपमा नेपाली टाइप गर्न चाहनुहुन्छ, नेपाली सिक्न चाहनुहुन्छ भने यो विद्यार्थीहरूको लागि, जागिर खाने मान्छेहरूको लागि एकदम उपयोगी हुँदो रहेछ। यो मैले भर्खर सिकेको हो। यसमा कसरी लेख्ने भन्ने कुरा यहाँ देखाएको छ। त्यसको लागि चाहिँ ल्यापटपमा पहिला ट्रेडिसनल नेपाली किबोर्ड यहाँ तपाईको चाहिँ युनिकोड ट्रेडिसनल लेआउट इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले थाहा छैन भने कृपया मलाई कमेन्टमा जानकारी दिनु होला, म तपाईलाई त्यो आइडिया पनि दिन्छु। र यो सँगै हामी नेपाली र इङ्ग्लिस एकैचोटि लेख्न सक्छौँ। जस्तै म तपाईलाई यहाँ लेखेर देखाउँछु। यसमा चाहिँ कसरी टाइप गर्ने भन्ने कुरा। क लेख्नु पर्यो भने तपाईले यस थिच्नु भने क भन्छ यसरी। त्यस्तै ख लेख्नु पर्यो भने भी लेख्नु भयो भने किबोर्डबाट डाइरेक्ट फन्ट चेन्ज गर्नु पर्दैन। त्यसपछि तपाईले यु थिच्नु भने ग भन्छ। त्यस्तै तपाईले यहाँ हेर्नुस्, शिफ्ट 3 लाई एकैपटक थिच्नु भने घ भन्छ। अब तपाईले ङ लेख्नु पर्यो भने के गर्ने त भन्दा ङ लेख्नु पर्यो भने शिफ्ट थिचेर यो स्मलर देनको जुन हुन्छ यो चिन्ह भएको यसमा थिच्नु होला। यसरी चाहिँ गर्न सकिन्छ। अब जस्तै त्यस्तै यहाँ ध लेख्नु पर्यो भने तपाईले डब्लु को डाइरेक्ट थिच्नुहोस्। न लेख्नु पर्यो भने जी लाई थिच्नुहोस्, न हुन्छ। यसरी बनाएको छु मैले। आकार एकार कसरी लेख्ने पनि छ यहाँ। क ख ग घ ङ सबै छ। तपाईले हेर्दै जानुहोस् यसलाई कसरी टाइप गर्ने भन्ने कुरा यहाँ दिएको छ। अब यो प्र्याक्टिस गर्दै गएपछि नेपालीमा फेसबुक, युट्युब अन्त गएर वेबसाइटतिर पनि नेपालीमा क्रोममा सर्च गर्नलाई लेख्नको लागि यो एकदमै सजिलो हुन्छ। कुन की थिच्यो भने के लेख्ने भन्ने कुरा मैले यहाँ दिएको छु। स्र थिच्नु पर्यो शिफ्ट प्लस फुल स्टप की थिच्यो भने चाहिँ तपाईको स्र हुन्छ। स्र लेख्ने अर्को पनि तरिका छ। मोटो स लेखेर यसको खुट्टा तानेर अनि र लेख्नु भयो भने स्र भन्छ। यसरी चाहिँ हामी यो युनिकोड नेपाली किबोर्डमा लेख्न सक्छौँ।